विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदाखेरि बालुवामा पानी हाल्ने गरी यिनीहरूले भ्रष्टाचार गरेका छन्। राज्यको पैसा दोहन गरेका छन्। 452 बिघा जग्गा खरिद गरेको छ। जग्गा होइन कि खोला डुबान क्षेत्र खरिद गरेर 4 लाख बिघामा खरिद गरेर 4 करोड बिघामा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिक्री गरेको छ। त्यो पैसा भनेको जम्मै नेपाल सरकारको। भनेपछि हामीले धनगढी खुटिया दिपायल साइल हुँदै उडै भन्ज्याङको लागि 2 अरब पैसा माग्दाखेरि नदिने अनि आफू आफ्नो जिल्लामा राज्यको पैसा दोहन गरेका छन्। विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदाखेरि बालुवामा पानी हाल्ने गरी यिनीहरूले भ्रष्टाचार गरेका छन्। राज्यको पैसा दोहन गरेका छन्। 452 बिघा जग्गा खरिद गरेको छ। जग्गा होइन कि खोला डुबान क्षेत्र खरिद गरेर 4 लाख बिघामा खरिद गरेर 4 करोड बिघामा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिक्री गरेको छ। त्यो पैसा भनेको जम्मै नेपाल सरकारको। भनेपछि हामीले धनगढी खुटिया दिपायल साइल हुँदै उडै भन्ज्याङको लागि 2 अरब पैसा माग्दाखेरि नदिने अनि आफू आफ्नो जिल्लामा राज्यको पैसा दोहन गरेका छन्।